टोकियो चिबा नजिकै यस्तो सुन्दर ठाउँ पनि रहेछ भन्ने थाहा थियो तपाईहरुलाई? हेलो एभ्रिवान, आज हामी आएका छौँ नारिता युमेबोकुजो घुम्न। यदि तपाईहरु पनि साथीभाइ, परिवार वा बच्चाहरुसँग एक दिन चिलमा बिताउन चाहनुहुन्छ भने यो ठाउँ चाहिँ एकदमै राम्रो रहेको छ। आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई यहाँको प्रवेशद्वारदेखि लिएर भित्रका आकर्षण, जनावर, खानपान, खेल्ने ठाउँहरु सबै देखाउने छु है त। त्यसैले यो भिडियो चाहिँ तपाईहरुले अन्तिमसम्म हेर्दिनु होला। अहिले चाहिँ हामी प्रवेशद्वारमा पुग्यौं। भित्र पस्ने बित्तिकै चौतारी हरियाली, खुल्ला मैदान र सफा वातावरण देख्न सकिन्छ। शहरको भिडबाट केही समय टाढा आएर यस्तो शान्त ठाउँमा समय बिताउँदा कस्तो कि आफूलाई नै फ्रेश भए जस्तो फिल हुने। नारिता युमेबोकुजोको चाहिँ सबभन्दा ठूलो आकर्षण भनेको चाहिँ यहाँका जनावरहरू हुन्। यहाँ गाई, बाख्रा, भेडा, खरायो, घोडा लगायत धेरै जनावरहरू नजिकबाट पनि हेर्न पाइन्छ। बच्चाहरूको लागि चाहिँ यो ठाउँ स्वर्ग जस्तै नै छ है। अहिले चाहिँ हामी जाँदैछौँ यो खरायो हेर्नको लागि है। अनि यहाँ छोरी चाहिँ पुरा मक्ख परेर यताउता चारैतिर खरायो। अब यस्तो त हुँदैन नि त घरमा हैन। अनि बाहिर यस्तो रमाइलो ठाउँ छ है। अनि उसलाई चाहिँ अब यो खरायोलाई खाना खुवाउन मन लाग्यो अरे। अनि कस्तो डर मानिरहेको थियो। अनि मैले उसलाई हेल्प गरिरहेको छु। अनि फेरि एउटा लकिली एउटा खरायो पनि साइडमा आयो के। अनि उसले चाहिँ खान थाल्यो मज्जाले। खरायोसँग 10-15 मिनेट बिताइसकेपछि चाहिँ हामी चाहिँ अहिले लाग्दैछौँ अब बाहिर के छ, कस्तो के ठाउँ छ भन्दै हैन। अब हामी चाहिँ यहाँ फर्स्ट टाइम आएको नि त, हामीलाई पनि थाहा छैन यहाँ कता के छ भन्दै। अनि त्यसपछि हामी चाहिँ यहाँ पुग्यौँ एउटा खोलानेरी। त्यहाँ चाहिँ जहाँ चाहिँ अब पुरा माछाहरू मार्नको लागि सबैजना बसिरहनु भएको थियो। म त बाहिरैबाट माछा देखिन्छ होला भन्दै छोरीलाई पनि भित्र छिरौँ भनेको है। भरे त त्यो माछाले खाउन्जेल मात्र आउने रहेछ कि माछा चाहिँ। त्यसपछि चाहिँ भित्रै बस्ने माछा पानीमा। अनि हामी गयौँ यहाँ अर्को खसी भएको ठाउँतिर जहाँ चाहिँ यो देखेर है ओहो दसैँमा पनि यस्तो खसी हुन पायो कति रमाइलो भन्दै। अनि हामी चाहिँ अर्को साइडतिर पनि गयौँ हैन, जहाँ चाहिँ घोडाहरू थिए। यस्तो घोडा चाहिँ मैले फिल्महरुमा क्या इङ्ग्लिस फिल्महरुमा देखेको थिएँ नि त। कस्तो क्या मज्जाले पुरा तेल लाएर चिल्लो बनाए जस्तै घोडाहरूलाई पनि है कस्तो राम्रो राखेको। अनि गर्मी भयो होला भनेर मज्जाले फ्यान पनि लगाइदिरहेको छ यता चाहिँ। आफूलाई चाहिँ यहाँ ब्लग बनाउँदा यस्तो गर्मी भएको छ है कुरै नगरौँ। अनि लास्टै गर्मी भयो भनेपछि चाहिँ मलाई चाहिँ आइसक्रिम पनि किनिदिनु भयो। अनि म चाहिँ आइसक्रिम खाँदै क्या कस्तो चिसो भएको थियो। अनि आइसक्रिम खाँदै बसिरहेको थिएँ। अनि यता लु है म त आइसक्रिम खान्छु, यता फुच्ची हेर्नु भनेर मैले एकछिन थम्थमाइदिएँ। अनि म चाहिँ आनन्दले आइसक्रिम खाएर बसिरहेको छु। अनि आइसक्रिम खाएर हामी चाहिँ निस्क्यौँ यो सनफ्लावर हेर्नको लागि। सनफ्लावरको छेउछाउमा चाहिँ फेरि यहाँ स्विमिङ पुल जस्तो रहेछ है। अनि त्यो स्विमिङ पुलमा छिरेको पनि एक्स्ट्रा चार्ज लिनुपर्ने। अनि हो चाहिँ होस् भनेर हामी चाहिँ छिरिनौँ। अनि यो सनफ्लावर हेरेको चाहिँ अब फ्री थियो नि त। अनि हामी चाहिँ यतातिर दगुड्यौँ। सनफ्लावर हेरिसकेपछि हामी चाहिँ फर्किँदै थियौँ क्या यो गाई फार्ममा। अनि त्यहाँ चाहिँ यो यति धेरै लट्टेको साग र यो के भन्छ यो भाइ फुल भनौँ न है, भाइटिकामा आउने फुल। आमा म त छक्क परेको के त्यो लट्टेको साग र भाइ फुल देखेर। अनि छोरीले चाहिँ अब हामीले गाई दुहुनुपर्छ भनेर मक्ख परिरहेको थियो। भरे गाई दुहुने समय त सकिसकेछ। अनि उसलाई बाहिरैबाट भए पनि गाई देखाइदिउँ। अनि ऊ चाहिँ नाइ जसरी भए पनि दुहेर जाने भन्दै थिए। अब अहिले होइन अर्कोचोटि आउँछौँ भने दुने भन्दै। अनि बिचरा अनि उसलाई पनि गर्मी भएछ ल जाम भन्न थाले। अनि हामी चाहिँ यसरी आजको दिन बिताएर घरतिर फर्किँदैछौँ।